जय मसी सबैजनालाई। हामी चाहिँ यसरी अब निस्केर जाँदैछौँ सङ्गतिको लागि। अनि हामी चाहिँ अब सबैजना तयारी हुँदैछौँ, तयारी भएर अगाडि बढ्दैछौँ। यसरी हामी जाँदैछौँ। अब यहाँ चाहिँ सबैजना हामी घरबाट निस्क्यौँ। हामी बस्ने घर चाहिँ यो हो, पछाडिको सिसा लगाएको घर। अब हामी बस पारमा आइपुगेका छौँ। बस पारमा सबैजना जम्मा भएर यहाँबाट हामी जाँदैछौँ। अनि सबैजनाले हाई भन्दै हुनुहुन्छ, जय मसी भन्दै हुनुहुन्छ सबैजनाले, सबैजनालाई। अनि हाम्रो अगुवाहरू हुनुहुन्छ उहाँहरू, अनि सबैजना हामी यहाँ एक ठाउँमा बस पारमा जम्मा भएर चाहिँ हामी यहाँबाट जाँदैछौँ। अब हामी बाटो पनि साह्रै अप्ठ्यारो छ, बाटोहरू भएर पनि हामी जानेछौँ। र बाटोहरू गाउँतिर भएको कारणले गर्दा धेरै गाह्रो छ। अब हामी चाहिँ यो चाहिँ गाडी हो, यो गाडी हो। यो गाडीमा चाहिँ बाटो एकदमै अप्ठ्यारो छ, यहाँ साँघुरो पनि छ बाटो। अनि यहाँबाट हामी जाँदैछौँ, जिपमा जाँदैछौँ। जिपमा बाटो चाहिँ अप्ठ्यारो छ, गाडीभित्र सबैजनाले जय मसी भन्दै हुनुहुन्छ, हाई भन्दै हुनुहुन्छ। हालेलुया सबैजना। अनि हामी चाहिँ एकदमै गाउँमा जाँदैछौँ, दुर्गम ठाउँमा। त्यहाँ चाहिँ अद्भुत परमेश्वरको काम प्लस सुसमाचार सङ्गति हुन्छ। अनि हामी टिमै आएका छौँ, टिमै बनेर आएका छौँ। अनि हामी टिमहरू लगभग 12-13 जना आएका छौँ। 12-13 जना आएर चाहिँ हामी आज सङ्गति गर्दैछौँ। बाटोमा हामी गाडीमा जाँदैछौँ। बाटो चाहिँ एकदमै गाह्रो छ, अवस्था कठिन छ बाटो। अनि यो बाटो भएर हामी यस्तो बाटो भएर जाँदैछौँ। बाटो खराब छ, गाउँको बाटो हो यो चाहिँ, एकदमै गाउँ छ यहाँ। गाउँको बाटो भएर हामी जाँदैछौँ। लगभग फाइनली हामी आइपुग्यो आइपुग्यो। लगभग 14 किलोमिटर जति माथि हाइटमा चढ्नुपर्ने। अनि हामी चढेर अहिले सबैजना सङ्गति गर्ने ठाउँमा, अनि यो ठाउँमा सुसमाचार सुनाउनको लागि फाइनली हामी आइसकेका छौँ। कोही गाडीमा, कोही स्कुटीमा गरेर हामी लगभग 14-15 जना मान्छेहरू छौँ। हालेलुया।